चक्क लाएर उठ्यो बिहान बिहान हैन। अब काम गर्नु छ। दसैँ पनि नजिकै आइसक्यो नि त, त्यही भएर अब काम गर्नु छ। अनि कपडा चेन्ज गर्न जाँदैछु म चाहिँ। अनि चेन्ज गरेपछि काम गाई चक्क लाएर अब कपडा सपडा पनि चेन्ज गरेर आइसक्यो। कपडाको हालत चाहिँ यस्तो छ हैन। अनि यहाँ चाहिँ हाम्रो मिस्त्री साहब के छ? केही भनिदिनुहुन्न मेरो लागि, केही मेरो युट्युब च्यानलमा केही भनिदिनुहुन्न? बाबु राम्रो छ हैन, काम गर्छ जन्म लाएर, तर अलिकति ठग्नी बानी छ, केही छैन, बच्चा हो। लाइक गर्छ खै त गाइजहरु, अब टक्क लाएर म चाहिँ यसको काम गर्नु छ आज। अनि यो चाहिँ यस्तो छ हेर्नु न यहाँ हालत। यो गाडी चाहिँ पल्टेको हो नि त, अनि त्यही भएर यस्तो छ हालत। अनि सक्यो हैन। यो चाहिँ ग्लेन्डर हो हैन। यसले काट्नु पर्छ, यो पाताहरु निकाल्न पर्छ उताको लागि, डेन्टिङ गर्नको लागि हैन। त्यही भएर ल काट्न सुरु गरेको है म चाहिँ गाइज। है त अलराइट गाइज, अब चाहिँ यो मैले काट्न लगाएको है, त्यो हेर्दै जान्छ है, त्यो भिडियो हाल्छु सम्म। है त गाइज, ग्राइन्डरको काम पनि भइसक्यो। अनि ग्राइन्डर चलाउँदा चाहिँ अलि राम्रोसँग चलाउनुलाई भन्छु म चाहिँ, किनकि डेन्जर हुन्छ। अनि एक चान्स गेम फेस भन् जस्तै हो कि ग्राइन्डर चलाउनु भनेको चाहिँ अलि राम्रोसँग चलाउनु होला। अनि बेला चाहिँ अलि ध्यान दिएर चलाउनु पर्छ ग्राइन्डर चाहिँ हैन। किनकि त्यो ग्राइन्डर अड्केर त्यसको भाँचिन्छ के, चक्का भाँचिन्छ नि त। त्यही भएर राम्रोसँग चलाउनु होला भन्छु म चाहिँ। यसमा चाहिँ बत्तीले काट्नुपर्छ यस्तो यस्तोमा चाहिँ, त्यही भएर बत्तीले काट्नु लागेको है त गाइस। ल त गाइस, यो चाहिँ निकालिसकेको छु फाइनली मैले चाहिँ। अनि यो कुच्चेको हो नि त, यसलाई चाहिँ डेन्टिङ गर्ने हो नि त, त्यही भएर निकालेको यो चाहिँ। चलाउँदा अनि यो बत्ती चलाउँदा चाहिँ अलि ध्यान राख्नु होला भन्छु म चाहिँ, किनकि यो एकदम डेन्जर हुन्छ। एकदम ख्याल गरेर चलाउनु होला भन्छु होइन। अब चलाउने भयो चाहिँ है, त्यही हो। ल गाइस, अब यो सिधा गर्नु पर्यो होइन। अनि यो सिधा गर्नलाई साउन्ड चाहिने भनेको यति नै हो। अनि यतिले चाहिँ